सुन्नुहोस्, म त्यो चाहिँ सुन्न चाहन्छु। मुर्कटा जुन लेखेको थियो त्यो दिन भनेको थियो, म फेरि एकचोटि सुन्न चाहन्छु। हरेकचोटि सुन्छु, हरेकचोटि गुज बम्स आउँछ, गुजमा बम्स आउँछ। ओके, सो मुर्कट्टा म चुपचाप लाग्छु, म म्युट गर्छु आफूलाई। यो कुरा चाहिँ सुन्नै पर्छ। दर्शनै सक्दैन। सबैलाई म एउटा कुरा रिक्वेस्ट गर्छु कि यो कुराहरू सेयर गर। सबैजनाले सुन्नै पर्ने कुरा चाहिँ हो क्या। सबैजनाको यो भनौँ न हाम्रो नेपाली समाजमा चाहिएको कुराहरू व्यक्त गरेर आएको छ मुर्कट्टाले। यो चाहिँ मलाई बवाल लाग्छ। सबैजना सुन्नु होला यो कुरा। ओके, म अब म्युट गएँ। ज्यादा बोल्छ है फेरि प्यार भन्नु फेरि। ल, म म्युट गइहालेँ। कहाँबाट जान्छ नेट म्युट पक्का? सुरु गरौँ दाइ। यसको शीर्षक चाहिँ म मान्छे खोज्दैछु है। औ यार, आवाज एकछिन यो रिस र ऱ्याग सबै त्यागेर मान्छे बनाउन हामी। मैले जस्तै तिमीले पनि त गाउँछौ होला नि त्यो छातीमा हात राखेर, सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली। आज तिमीलाई त्यो माला चुडिएको जस्तो लाग्दैन र? मलाई त चुडिएको जस्तो होइन यार, चुडाउन कोसिस गरे जस्तो लाग्छ। तिमीलाई त्यो फुल पनि बेग्लै अनि त्यो माला पनि एक्लै लागेको छैन र? हेर न, भगवान् बुद्ध जन्मिएको मेरो देशमा शान्ति खोजिरहेको छु म पसिनामा विश्वास राख्ने मान्छे। आज रगतमा लतपत्तेको देश हेर्दा यस्तो लाग्छ मानव कसैले धर्मको नाममा मन्दिर बेचेको छ, कसैले मस्जिदको नाममा अल्लाह बेचेको छ। आज फेरि एकपल्ट त्यो सडक रातो रगतले रङ्गिएको छ। कसैको सपनाले सास फेर्न छोड्यो। एउटा आमाले छोरो गुमाइन अनि एउटा बाले भरोसा। एउटा साथी आज एक्लै भयो अनि एउटी श्रीमती बनिन् सेतो र सादा। तर फरक कहाँ भयो थाहा छ तिमीलाई? आन्दोलन कुन जात र कुन धर्मको लागि भयो मलाई थाहा छैन। तर न त्यो सडकमा बगेको रगतको रङ अर्कै थियो, न त्यो रगत बगेपछि घरमा रुनेहरूको आँसुको स्वाद नै बेग्लै थियो। कुनै आवाजले मन्दिर पुकारे होला, कुनै आवाजले मस्जिद गुहारे होला, तर हार एउटा जिन्दगीको भयो अनि मृत्युको जित। यदि सानो ठुलो हुन्थ्यो भने लेखेर मान्छेको जात बनाइयो किन फेरि पौरख गर्ने हिदो याद? अचम्म लाग्छ यार सोच्दा पनि। हेर न, कुकुरलाई अँगालो हालेर घर भित्र्याएको छ अनि मान्छेलाई जात छुट्याएर बाहिर राखिन्छ यहाँ। यदि जात र धर्मले सानो र ठुलो छुट्टिने भए आत्मा बनाइयो किन? मान्छे बीच नै यदि फरक हुन्छ भने मान्छेसँग मान्छे नै जोडेर यो समाज बनाइयो किन? कस्तो धर्म निभाउँदैछ यार तिमी मान्छे मारेर? रित्तिएको आमाको कोख उस्तै थिएन र? जिउँदो हुँदा धर्मको नाममा राजनीति गर्दैछौ, मृत्युपछि जवान छोराको लास बोक्ने त्यो बाको काँध उस्तै गलेको थिएन र? मैले सिकेको धर्मले मलाई कहिले अरूको मन पनि नदुखाउनु भनेर सिकाइएको थियो। तिमी कस्तो धर्मको रक्षा गर्दैछौ भन? मैले सिकेको धर्मले त मलाई अरूको मन पनि नदुखाउनु भनेर सिकाइएको थियो। तिमी कस्तो धर्मको रक्षा गर्दैछौ रगतको होली खेलेर? मैले कतै पढेको थिएँ मान्छे प्राणीहरू मध्येको विवेकशील प्राणी हो रे, त्यसैले त जनावरभन्दा माथि राख्यो रे। तर कस्तो विवेक हो यार यो? एउटै गोठमा राखेको एउटा पशु बेचिँदा पनि अर्को पशुको आँखा रसाएको हुन्छ। तिमी त एउटै देशमा बसेर धर्मको नाममा मान्छे मारिरहेको छौ। क्या गजबको विवेक र बुद्धि रहेछ यार मान्छेमा। सायद सुन्दा कसैलाई मेरो आवाज चर्को लाग्छ होला अनि कसैलाई सत्य नपचेर झर्को लाग्छ होला। तर वास्तविकता कस्तो हुँदैछ थाहा छ तिमीलाई? पार्टी र राजनीतिको नाममा सिङ्गो देश बिर्सिँदैछौँ हामी। जात र धर्मको नाममा एउटा नेपालीले अर्को नेपालीको अस्तित्व मेट्दैछौँ हामी। न वृन्दावासिनीमा कृष्ण कन्हैयाको नामको पछाडि थर थियो, न भगवान् रामको नामको पछाडि जात लेखियो। पल्टाएर हेर न तिमी पनि तिम्रो कुरान, के त्यहाँ अल्लाह पछाडि कुनै जात भेटियो? फेरि कुन जात र धर्मको लागि लड्दैछौ यार साथी तिमी? धर्म एउटा आस्था हो, भगवान् आत्मा भए जस्तो। मन्दिर र मस्जिद दुवै विश्वास र हौसला जगाउने घर हुन्, धरती र आकाशसँगै नभएर पनि साथमा भए जस्तो। मलाई साँच्चै अचम्म लाग्छ यार दाइ। सृष्टि गर्ने सृष्टिकर्ताले धर्म केवल सत्य भनेर छुट्याए, त्यसैले त उसले बुद्धिजीवी मान्छे बनाए। अनि हेर न दाइ, मान्छेले कतै हिन्दूको नाममा एउटा आमाको काख रित्यायो, कतै मुस्लिमको नाममा दिदीको सिउँदो सादा बनायो। यही हो र दाइ मान्छेको धर्म? यो दानव र मानवको भिडले भरिएको भिडमा मैले तिमी भित्रको मानवता देखेको छु। त्यसैले तिमीलाई एउटा प्रश्न दाइ आज, यदि तिमी र मेरो मृत्युपछि कि हामीलाई जलाउने आगोले धर्म सोध्छ होला र? मन्दिरमा मुस्लिम अनि मस्जिदमा हिन्दू जाँदा भगवान्ले धर्म खोज्छ होला र? ठिक छ यार, म स्वीकार गर्छु मान्छेमा रीतिरिवाज सबैको आफ्नै हुन्छ, सम्मान किन घट्दैछ? धर्म र जातको मूर्खतामा मान्छे लडेर किन मर्दैछ?
एउटा कुरा थाहा छ दाइ, मर्दैन होला मान्छे बरु 2-4 छाक भातै नमिलेर, फेरि किन मर्दैछ मान्छे दाइ प्रेममा जातै नमिलेर? आत्मा मिलेर प्रेम गर्छ कि उसले शरीर छोएर फर्किएको थियो, प्रेमले अँगालो हालेको उसको प्रेमिकाको अँगालो, के घर पुगेर उसले आफैलाई सुनपानी नै छर्किएको थियो? यदि जातले सानो र ठुलो हुन्छ भने कामी दाइले बनाएको हतियारले अन्न फलाएर पेट भरिन्छ किन? उसले छोएको चल्दैन भन्छौ तिमी, दमाई अङ्कलले बनाएको टोपी शिरमा सजाएर म नेपाली हो भन्दै गौरव गरिन्छ किन? नाइ दयार, मलाई त स्वीकार छैन। म सम्मान गर्छु आफ्नो धर्मलाई, तर हेला गर्दिनँ कसैको धर्मलाई कसैको डरले। मान्छे हो म पनि, मान्छेकै इज्जत गर्छु, लड्दिनँ मान्छेसँग कसैको गरले। त्यसैले नमुछ मलाई मेरो आफ्नैले पनि धर्मको लडाइँमा, बाँच्न देऊ न यार मलाई मान्छे भएर मान्छेकै रहरले, बाँच्न देऊ न यार मलाई मान्छे भएर मान्छेकै रहरले। धन्यवाद दाइ। एकचोटि सुन्छु हरेकचोटि गुजमा बम्स आउँछ, हरेकचोटि गुजमा बम्स आउँछ। दाइ मलाई त्यो थ्याङ्क यू होइन, त्यो बिग फ्यान त्यस्तो भन्न आउँदैन, बट एकदम रेस्पेक्ट दाइ। यति ठाउँ पुगेछ त्यो होइन, त्यो यो जुन तिमीले भनेको छौ नि, यति मान्छेलाई प्रोत्साहन गरेको छ कि, यति मान्छेलाई छोएको छ कि कुरै छोड्छौ के। तिमी लाइभमा आउँछौ यो नदेखाएर, मुख नदेखाएर आइडी मात्रै सो गर्छौ, आइडी मात्रै तिम्रो यो फोटो मात्रै देखिन्छ, तर तिमीले सबलाई छोइसक्यो भाइर जा, बुझ्यौ? तिम्रो बोलीले तिम्रो त्यो सबै श्रेय हजुरलाई हो दाइ होइन, मलाई त्यो भन्न आउँदैन है। मलाई नभन, मलाई म हाल्ने मान्छे म होइन, हाल्ने मान्छे यता केटाहरू छन्, यता च्याटमा मोडरेटर ग्याङमा दाइहरूलाई पनि म सबैलाई पर्सनली थ्याङ्क सबै यू राजाहरू जति पनि जना छौ, जसले पनि हालिरहेको छौ मुर्कटाको यताउति बारेमा, सबलाई माया अलवेज लभ छ। एन्ड वेलकम मेरो बन्टी दा अनुदी एभ्री वान हो क्या, चिकन चाउमिन माई ब्रदर। दाइ म एउटा नयाँ सुनाउँछु ल।